प्रीति पनि टिप्दिउँ न त्यही नाचेर खा भन्दै त्यही होइन क्या सौदा यसरी राख्ने हो छिटो सुक्छ हामीसँग चाहिँ खाजा आइसकेको छ स्याल देख्नुभयो स्याल यसको नाम हेलो भन हेलो आज चाहिँ हामी कहाँ हिँडेको हिजो नाच्यौँ उफ्रियौँ अनि खायौँ गायौँ सब रमाइलो गऱ्यौँ बट आज चाहिँ हामीले सरसफाइ कार्यक्रम गर्नुपर्ने हुन्छ त्यसैले हामी म सौजन आजका वर्षा राई यस दिस इज नट माई च्यानल ओके दिस इज वर्षा राई युट्युब च्यानल सो इफ यु लाइक सब्सक्राइब लाइक कमेन्ट एन्ड सेयर ल हामीले अब सरसफाइ गरेको देखाउँछौँ एकछिन अनुहार कस्तो भइरहेछ हाम्रो थाहा छैन सुतो उठो मुख धुयो सरसफाइ गर्नु कुदो त्यसपछि फेरि एकछिनपछि रेडी भयो साकेला नाच्न गयो यो डेट गरी नै हाम्रो काम त्यही छ घरबाट खेलाउँदैन कुन दिन थाहा छैन अनुसारलाई भन्दै थियो हामी बिहान जाने त्यही नाचेर खा भन्दै अब नाचेर कसरी खान्छ हिजो जाने भन्दै थियो सरसफाइ गर्न सब गरिसकेको हो क्या ओ हामी अहिले 40 बुम यहीँ टिपौँ ल ऊ परक बोतलहरू कस्तो छरपस्ट बनाइदिएको नि एक ठाउँमा राखेको हो त ल यही छ त यो डस्टबिनमै उठाउँ न यहाँ ए म बोरा लिएर आउँछु ल ह्याङ्की कसैले चाहिन्छ म त भेटेँ यो फोरोड कलेक्सन गर्ने यस्तो र अङ्कलहरूले उहाँ गर्नु हुँदैछ उनीहरू कति छिटो आउँछ नि लिएर ल म चाहिँ फोर टिप्न थालेँ अब ल ल ल 40 बुम लो त्यो कसले छोडेछ त्यतिकै गरिदिनु तोरणहरू पनि निकाल्ने अरे हाम्रो यस्तो राम्रो थियो कस्तो राम्रो थियो यो त प्लास्टिक हो त ननिकाल्नु न ल बाटोतिर पनि सफा अब यतातिर पनि गेट साइडतिर पनि सफा गर्दैछ ल डस्टबिन बाटोतिर पनि ए उता बरु बाटो पारि पनि जा हो टिप्न के अरे सिर्जना के भन्नुभएको अङ्कल हो त्यो चाहिँ हो फिक्स किनकि हाम्रो अनि मै कस्तो मिठो पनि थियो नि त हाम्रोमा हामीलाई त कस्तो मन पर्यो मलाई त प्रीति पनि टिप्दिउँ न चिप्स पनि टिप्दिउँ न ल मै पनि टिप्देऊ होइन फ्याल्देऊ त्यही जलाइदिनुलाई त हो नि उहाँ पर हाम्रो माङखिम पनि भत्क्यो भत्काउनु हुँदैछ कता हिँडेको कसैले तलतिर टिप्सकेको अरे ए हो र यिनीहरू के भेटिन्छ च्याच्या बेजते गरे यार छैन बेलुन चाहिँ भेटेछ भाइहरूले पैसा छैन अरे पहिले त एकचोटि ब्यागै थियो त एकजनाको ल हाम्रो साकेला पार्क एकदम
क्लिन भएको छ हेर्न सक्नुहुन्छ यस्तो दामी हाम्रो स्टेज अनि त्यस्तो चाडीमा अङ्कल हुनुहुन्छ यतातिर पनि सब क्लिन 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 ल भाडा अब चाहिँ भाडा धुने टाइम हाम्रो आजका राई चाहिँ बोलाउँदा घोक्रो सुकेर बल्ल उपस्थित भइसक्यो कत्रो कन्ती छ हौ त्यहाँ हेर्नु तँभन्दा ठुलो छ चाची गाडी हाम्रो फर्स्टमा चाहिँ वर्षा ग्लोभ्स चाहिन्छ कि वर्षा राई ल भाडा धुँदैछ यो सौजनाले भाडा पनि धोएन पत्याएन म त्यहाँ यसरी सुकाउँछु त्यही होइन क्या सौजना यसरी राख्ने हो छिटो सुक्छ हाम्रो सबै सामानहरू राखिसक्यौँ भने म घरेर बसिरहने हाम्रो चाहिँ हिजो युज भएको झन्डाहरू पछिको लागि कलेक्सन गरेर राखेको यो चमरहरू पनि आज पनि हाम्रो साइकल छ सायद आज हामी चमर लान्छु मलाई 1 सेट 2 सेट 3 सेट 4 5 6 सेट छ हामीसँग अनि यता सब हामी सामानहरू चाहिँ कलेक्ट गरेर फेरि पछिको लागि चाहिँ राख्नको लागि युज भएन हाम्रो यो युज भएन युजै भएन स्टोर रुम कलेक्सन हाम्रो भाडा धोइसक्यो यहाँ सुकाइसक्यौँ अनि गलिसके थाकिसके यिनीहरू बसिरहेछ हामीसँग चाहिँ यहाँ कति धेरै कलेक्सन गरेर राखेको छ यो चाहिँ हाम्रो यो चाहिँ खाजाको व्यवस्था हुँदैछ चिउरा भागलपुर पारचोकबाट आएको मागेको चाहिँ हो यो नेक्स्ट वान हाम्रो रामपुर पब्लिक एकाडेमीबाट दिनुभएको टोकन अफ लभ मागेको छिनु नेक्स्ट बी केयरफुल महेन्द्रनगर सुनसरी हाम्रो बडा क्षेत्र नगरपालिका 6-7-8 को संयुक्त टोली हो यो चाहिँ अनि हाम्रो यो पास्थरको माइक पास्थरबाट आएको हाम्रो यो माइक छिन यो चाहिँ हाम्रो पहिलाको सबसे अगाडिको यो पुरा स्टार्टिङ फेजको बडा नगरपालिका सुनसरीले दिएको रहेछ ल हाम्रो चाहिँ यति चाहिँ मागेको चिन्ह छ हामीसँग अनि त्यसपछि यो कलेक्सनहरू चाहिँ हाम्रो सब हो आफ्नै हो हामीसँग चाहिँ खाजा आइसकेको छ चाउचाउ चिसो हजुर चिउरा छ त्यहाँ छ गजा 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 पैसा हामीले बाँडिदिनु हुने हो ल हाम्रो चाहिँ खाजा आइसकेको छ यहाँनिर अब खाजा खाने हामी अनि खाजी पर्फेक्टली पछि पर्फेक्ट गर्नुपर्छ त्यो हराम केटहरूले यस्तो मजा बनाउँदैन नि यसरी सेल सेल देख्नुभयो स्याल हो यसको नाम आइहाल्छ हाम्रो चाहिँ खाजा चेन्ज भएको छ अघि चिउरा थियो अहिले भुजा अब चाहिँ चटपटी नै बन्ने गरेर हाम्रो तेल भेन्टेरेन काट्नै गुडुङ गुडुङ काटेर हाल्यो तेल हालिदिउँ नुन पनि हालिदिउँ सबलाई बुझ्को चाउचाउ खुनमा दिनुपर्छ अनि मामा लाउनु न चिउरा छ एउटा प्याकेट चिउरा पनि लाउनु नलगाऊ उता बस्नु भएको छ
कलर चाहिँ अलिअलि पानीलाई मात्र आउँदैन आउँदैन पानी त लाम होला टटवटेको उयो क्या टिभीको काँक्रा पनि ल्याउनु पर्ने ए लु यो पानीहरूको लागि मेरोमा सिलाउनु चाहिँ नदिन मलाई म मर्नु बेला कति राम्रो हुन्छ क्या छोपसम्मको मटर कलर आयो टमाटर चाहिँ दुःख सुख यस्तै भयो है खाजा अब रोटेर आउँदा खाँदैछ नि एकदम बोर्छ दादालाई थाहा छ मलाई चाहिँदैन हौ खोर्सानी हेलो गाइज हामी चाहिँ अब खाजा खायौँ सबै पनि गरिसक्यौँ हामी एकदम राम्रो बनायौँ देख्न सक्नुहुन्छ अघि मैले देखाइसकेँ क्लियर अब चाहिँ हामी घर जाँदैछौँ बहिनीहरू पनि हिँड्दैछ आमामा म घाम कता लागेको यो तलक्कै टल्काइदियो हौ हामीलाई त ल गाइज अब चाहिँ हामी घर जाँदैछौँ यस्तै हो है हामीलाई चाहिँ यति नै नेक्स्ट भिडियो बाइ